इट्स अलाउड फाइन होइन मैले एकदम फाइन चाहिँ भिडियो केको लागि भनेर थाहा पाइसक्नु होला भिडियो हेरिदिनु होला इन्जोय गर्नु होला आज हामी पार्टी भएको जाँदैछौँ माइलो गर्नुपर्ने हुन्छ होइन त्यो गाइज हामी चाहिँ अहिले बिब्ला टाइममा हो 7:20 भइरहेको खाजा खान यसो नास्ता खान होइन पार्टी भएर पाले खाँदैछ स्कर्पियोमा नि हाम्रो होइन अनि यसो नास्ता खाऊँ न भनेर निस्केको नुनिलो सुनिलो होइन इलाम चाहिँ हामी कटेर आइसक्यौँ यहाँबाट हामी यो कुन ठाउँ चाहिँ माइजी हो होइन होइन यो नेपाल के पर्छ अरे 5 थरमा पर्छ जिल्ला 5 थरमा चक्कर खाना खान आएको छौँ वडा अध्यक्ष त्यहाँ घुर्दै हुनुहुन्छ फोटो खिच्छ वडा अध्यक्ष फायर हुनुहुन्छ चाहिँ ट्याग चलाएर खाना खानु पर्ने हुन्छ हामीले ट्याग वडा अध्यक्ष हातको वडा अध्यक्ष अलिक फायरमा हुनुहुन्छ गाइज अझै हामी 5 जिल्लामा आइसक्यौँ ताप्लेजुङको होइन हामीले चाहिँ कति 4-5वटा जिल्ला क्रस गरेर आयौँ एउटा झापा भइहाल्यो त्यसपछि अनि इलाम अनि त्यसपछि के अरे नेपाल के अरे 5 थर अनि अहिले चाहिँ हामी यो 5 थरको यो ताप्लेजुङ त्यसपछि ताप्लेजुङ होइन अहिले पूजा ट्याक्क बसेको यहाँ पूजा गर्नुपर्छ अरे नरिवल सरिवल फुटेर होइन 11:50 खाना खाएको अहिले कति बज्यो अहिले रोक्नु ल म यसो अहिले कति बज्यो यहाँ चाहिँ पूजा गर्नुपर्ने हुन्छ हाम्रो स्कर्पियो चाहिँ यहाँ छ च्याट लाएर नरिवल फुट्नुपर्ने हुन्छ अरे यो पुरानो पुल रहेछ यो चाहिँ यो नयाँ पुल रहेछ सब सुमोहरू पाथिवडाबाट आएको हो सब गर्मीले हेर आम्मामा ऊ त माथि चाहिँ जाडो है फेरि 5 थर जिल्ला भ्रमण गर्नुभएकोमा धन्यवाद त्यो पारी चाहिँ ऊ पर्दो रहेछ ताप्लेजुङ जिल्ला यहाँनिर अब यहाँ भने होइन कहाँ पूजा झर्नुहुँदो रहेछ है अगाडिको बुलेरो पनि हेरेको हाम्रो चाहिँ फेरि पर्सनल भन्ने पछाडिको चाहिँ च्याट लाएर सबले यहाँ पूजा गर्नुपर्ने रहेछ क्या च्याट लाएर यहाँ नरिवल फोटो देखिन्छ नामाइले होइन च्याट काभ्रेली खोला पुल लम्बाइ तपाईँ सङ्ख्या नरिवल फोर्नुपर्ने हुन्छ पूजा गरेर हिँड्न सक्छौँ होइन यो खोलापारी चाहिँ ताप्लेजुङ जिल्ला यहाँ चाहिँ 5 थर जिल्ला होइन अब कति बजी पुगिन्छ उता म अपडेट दिँदै गर्छु त्यही होला हामी जानुपर्ने हुन्छ यहाँबाट त्यो राइडमा हामी ताप्लेजुङमा होइन हाम्रो गाडी छोडेर चाहिँ उयो बुलेरोमा जानुपर्ने रहेछ होइन 1-1.5 घन्टा लाग्नेछ हाम्रो गाडी चाहिँ जाँदैन अरे किनकि यहाँको लोकलहरूले पनि कमाउनु पऱ्यो नि त पैसा बुलेरोमा त्यही भएर हाम्रो गाडी यहीँ छोड्ने त्यो बुलेरोमा जान्छौँ हामी चाहिँ रियल यात्रा सुरु हुन्छ 1.5 घन्टा यस्तो भयो अब 1.5 घन्टा हिँड्नुपर्छ अरे गाडीमा फेरि होइन 1.5 घन्टा गाडीमा 1.5 घन्टा हिँड्नुपर्ने हाम्रो गाडी 2 बजी उठेर 5 घन्टा हिँड्नुपर्छ अनि एउटा कुरा क्या हाम्रो गाडी चाहिँ किन नगएको माथि हाम्रो गाडी यहाँको गाडीहरूले माथि जान दिँदैन अरे हाम्रो गाडीमा कोर्बिट पनि छैन ए सही हो अरू कमाउनु पर्छ त्यहाँ खाँदै टक्क लाएर अब 1.5 घन्टा बुलेरोमा त्यसपछि 1.5 घन्टा हिँड्ने अनि हाम्रो यात्रा सुत्ने ठाउँ 6 बज्छ होला बेलुका प्रायः हामी सानो फेरिमा आइसक्यौँ टट्ट लाएर 1 घन्टा 1.5 घन्टा लाग्छ जति लाग्यो होइन मान्छे त आम्मामा कम त यो फर्किने मान्छेहरू टन्नै रहेछन् सानो फेरिमा हो तल बल्छ होइन माथि हो पाथी भएर चाहिँ यहाँ के किन्नलाई छ यस्तो प्याक रहेछ आज चाहिँ भोलि न्यु इयर हो नि त त्यही भएर होइन मान्छेहरू सब दर्शन गरेर आइसकेको मान्छेहरू यो टट्ट लाएर अब यहाँबाट चाहिँ 1-2 घन्टा हिँड्नुपर्छ अरे माथि ठुलो फेरि जान होइन ठुलो फेरि गयो भने हामीलाई सजिलो हुन्छ भोलि हिँड्न टट्ट लाएर भोलि राति 1-2 बजी नै हिँड्ने होइन
त्यो सानो फेदीमा हो हामी चटलाएर चलबल छ होइन भिडभाड गाडी नै गाडी अफ रोडमा गाडीले 1.5 घन्टामा ल्याइदियो यार कच्चाक्रा गुचु गर्दै भयो चटलाएर अघि पिच रोड आइएको थियो अहिले अफ रोड आयो नि त कम्पिटिसनमा आएको थियो गाडी पनि ए गाइजहरू लट्ठी टेकेर लाग्यो हामी मामा माइजू म चलाएर लट्ठी बोकेर माथि फेदीतिर लाग्यो त सब झोला म पनि झोला बोकिरहेको छु है साइड झोला होइन ट्याक्क लट्ठी लाएर ट्याट्ट जय पाथी भन माता गन्तव्य स्टार्ट भयो यहाँबाट कस्तो लागिरहेको अहिले प्र्याक्टिस गर्दै भइसकिन्छ अहिले चाहिँ लौरो टेक्न सबजना मामा यहाँ भइसकिन्छ आर्य भइसकिन्छ ट्याक्क लाएर यहाँबाट हामी चाहिँ हिँडौँ न ल हामी यसरी बस्यो भने त माथिल्लो फेरि पुगिँदैन माथिल्लो फेरि जानु छ स्टार्टिङ हुँदैछ यहाँबाट हाम्रो ट्याक्क लाएर होइन सबजना गुराँस फुले यहाँ चाहिँ होइन सबै यहाँको यो लाली गुराँसहरू चाहिँ टिप्नु हुँदैन अरे लेक लाग्छ लेक लाग्छ अरे होइन लेक भनेको चाहिँ त्यो हो भने चट्टा लाएर गाह्रो बनाउने क्या मतलब हिँड्न नसक्ने रिगाटा लाग्ने हुनुहुन्छ त्यो भएर एउटा लाली गुराँसहरू चाहिँ टिप्ने होइन माथिसँगै छ लाली गुराँस च्याट्टा लाएर लौरो टेक्दै बुढो मान्छे जस्तो हिँड्यो च्याट्टा है साथी भाइहरू जुराएर मलाई होइन सबजना लौरो टेक्थ्यो च्याट्टा पछाडि नआउँदै हिँड्छ मामा त के किन लगाइसक्यो त्यही हो लेक लाग्छ भनेको चाहिँ लाली गुराँसहरू टिप्नुहुन्न किनकि लेक लाग्छ अरे माथि मान्छे भर्खर दर्शन गरेर फर्किँदै हुनुहुन्छ चाटो पानी पऱ्यो है गाडी चाहिँ माथि चाहिँ पऱ्यो अरे अहिले पानी परेर छिटाएर खाइ यो हाम्रो गाडी चाहिँ आउन त आउँथ्यो होइन तर यहाँको सिन्डिकेट रहेछ क्या आउनु नदिने आफ्नो गाडी किनकि यहाँको लोकलहरूले पनि चलाउनु पऱ्यो नि त त्यो भएर उनीहरूकै गाडीमा हामी चढ्नु पऱ्यो यहाँ चाहिँ सिन्डिकेट त्यो सिन्डिकेट चाहिँ अहिलेसम्म छोडेर हिँड्छ केबुल कार चाहिँ यहीँ सानो फेदीबाट माथि फेरि हाल्ने भनेको थियो अनि चट्टा लाएर एकचोटि सानो फेरि हुँदा माथि फेरिबाट चाहिँ हाल्ने भनेको थियो अनि अहिले केबुल कार त्यही भएर वाद विवाद चल्दै थियो त्यही कारणले मान्छे बिसाउने ठाउँ पनि रहेछ च्याट्ट भर्याङ सो गाइस पानी परेर है अहिले चाहिँ माथि हिउँ पऱ्यो होला हामी चाहिँ अगाडि आयौँ मामा चाहिँ हिँड्न सकिँदैन नानीसँग आइरहेको छ हामी चाहिँ जान्ने भएर छिटो हिँड्न कहाँ भएर हिँड्न नसक्ने हो कि हिँड्न सकिन्छ मेरो ब्याग त नि त्यस मनको छ 80-90 वर्षको आमा चाहिँ हिँड्नुभयो हिँडेर जाएर आइसक्नुभयो फर्किसक्नुभयो है हिँडेरै पुगे नानी भन्दै हुन्थ्यो अनि हामी सक्दैन सक्छौँ होला कि हामी बुबा हामी यिनीहरू हामीलाई पाथी भएर माताले शक्ति दिनुहुन्छ नि त हिँड्नलाई यो लाली गुराँस किन टिप्नु हुँदैन मैले भन्दैछु लेक लाग्छ अरे लेक भनेको भन्दैछु त हात खुट्टा गर्ने बनाउनु बन्ने माथि खोइ अरूले त टिपेर बनाइरहेको उनीहरूलाई लाग्छ होला नि लेक लाली गुराँस भइरहेको छ यता देखाइदिनु कति हो कति लाली गुराँस त सक्छौँ हामी चाहिँ ऊ माथि जानुपर्ने हुन्छ पानी परेर खाएर चाहिँ है पानी परेर लौरो टेक्दै टेक्दै हिँड्नुपर्ने हुन्छ साइड साइडबाट लाली गुराँस भएर छ हामी पुग्नु भने ऊ माथि हो भोलि चाहिँ यहाँ मामा माइजूहरू चाहिँ थाके बस्थ्यो होइन चट्टा लाएर बिहान चढ्नेहरू दर्शन गर्नेहरू चढ्दै खानु तल अरू लौरो टेक्दै आइरहन् च्याट्टा लाएर ल आइ भन्दैछु सबजनाले हेलो ल कस्तो भइरहेको माइजू हजुरलाई आर्या बोक्दा बहिनी बोक्दा अनि आर्यालाई चाहिँ कस्तो भइरहेको मजा आइरह हिँडी यो पनि यहाँसम्म हिँडी हामी कहाँदेखि आएको पर्छ हैट जाडो है गाइजहरू यहाँ चाहिँ ट्याक्क लाएर लाली गुराँसहरू सक्छौँ हामी
लाग्नु बसेको होटलमा एउटा होइन यहाँ बिचमा होटल पुरादेखि मान्छे चटल आएर हेर्न सक्छौँ भ्यू हाम्रो होइन हामी माथि फेरि चाहिँ पुगेको छैन पुग्ने प्रयासमा छौँ यहाँबाट कुद्नु पर्ने हुन्छ है पानी पर्दा डेन्जर माथि के अरे पाथी भाडा माताकोमा चाहिँ गरेर होला सायद मेबी है यस्तो छ मौसम चाहिँ च्याट यहाँ होटलमा बसिरहेको हामी चाहिँ होला फेरि अहिले चाहिँ 4:19 भइरहेको होइन रात चाहिँ पऱ्यो होइन हामी 3 बजी हिँडेँ अहिले 4:19 भइसक्यो बिस्यो भनौँ न ल च्याट लाएर 1 घन्टा 20 मिनट भयो यो रात पऱ्यो होइन है भर 4:19 हुँदैछ कौसु लगाइरहेको है पानी परिरहेको ओर्लाङ्गे ठाउँ बनाइदिनु भएको रहेछ त्यसपछि ला सब हामी चाहिँ हिँड्दैछौँ है होटल नम्बर 3 2 कसो के हो 3 हो चटोलाहरू सबजना हिँड्दै हुनुहुन्छ अनि बवाल परिरहेको छ पढाइ गुरुङ हानिरहेको छ त्यो ठाउँमा चाहिँ नो केबल कार ल्याएको अस्ति यो हामी केबल कार भएको हिँड्नै पर्दैन ठिकै हो उनीहरूको व्यापार पनि हुँदैन पसलमा केबल कार आयो भए त तलदेखि माथि दिन्छ दर्शन गरेर आइहाल्यो त्यही हामी यहाँको स्थानीय भएको पनि हामी त्यही गर्थ्यौँ त्यही हो हामी चाहिँ हिँड्दैछौँ चट्ट लाएर है माथि फेरि पुगेको छैनौँ पानी खतरा परिरहेको छ लौरो टेक्दै हिँड्नु पऱ्यो गुरुङ हानिरहेको छ च्याट्ट सुनाएर च्याट्ट होइन हिँड्ने हामी जस्तो हिँड्नेलाई चाहिँ केही नहुँदैछ हिँड्न पानी नहुँदा चाहिँ फेरि थाक्ने क्या अघिबाट फटा नाति रहेछ बुवा एउटा बुवा होइन छोडेर हिँड्दैछ नातिले ऊ यस्तोबाट तल्लो काममा पुग्यो अनि समातेर अनि एउटा दाइले अन्नुन दाइले दोहोऱ्याउँदै गाइस फाइनली हामी होटल 3 मा आइपुग्यौँ माथि फेरि होइन लडिन्छ सबजना आउँदै हिँड्छ माथि फेरि आइपुग्यो हामीले होटल नम्बर 3 यहाँ बास बसेर राति 1-2 बजी हिँड्नु पर्ने हुन्छ हामी चाहिँ है त्यही हो हालत पुरै खराब भइसकेको छ पानीले भिजेर च्याट लाएर सो गाइस हाम्रो रुम सिस्टम चाहिँ यस्तो छ होइन यहाँ बत्ती बत्ती कहाँबाट हो देखाइदिउँ न यहाँबाट एउटा रुम छिर्यो होइन यो ढोकाबाट होइन अनि हाम्रो रुम चाहिँ भित्र मान्छे तातो पानीहरू खाने भयो भने बाहिर निस्किसक्यो वाइफाई मामाले हाल्दै एउटा हाम्रो रुम चाहिँ यो च्याट यहाँ ट्याक्क भित्रतिर हजुर पावर ब्याङ्क अहिले टाउको ल्याइसक्यो छैन दामबाट भइहाल्यो पावर ब्याङ्कमा 73 चार्ज छ हाम्रो होटल यो गाइस होइन च्याट लाएर जाडो पानी पर्दा भोलि चाहिँ ट्याक्क यहाँ अरू त केही लागेन चिसो पानीले नुहाउनु पर्ने रहेछ भोलि हामी 1 बजी हिँड्यो नि त भोलि न्यु इयर पनि है अनि त्यही हो चिसो पानीले नुहाउनु पर्ने रहेछ हामी 2 बजी हिँड्यो 1 बजी उठेर नुहाइदिएको गर्नु पऱ्यो होइन अनि हामी मात्र फेरिमा आइसक्यो मैले चाहिँ च्याट लाएर पानी परिरहेको छ माथि चाहिँ अब तलबाट हामी 2 किलोमिटरबाट आयौँ अनि माथि चाहिँ अब 3 किलोमिटर छ भोलि 1 बजी हिँड्ने राति अनि त्यसपछि त्यही हो च्याट लाएर रमाइलो गर्नुपर्ने हुन्छ माइजूको बाबा चाहिँ आइसेन तलै गाडीमै बसिसो होइन किनकि ड्राइभ गर्नुपर्छ नि त बुवाले र अनि हिँड्नु पनि पर्छ अनि थाकिसिन्छ भनेर हामी चाहिँ भोलि नै फर्किने फेरि अनि अरू चाहिँ भाडा गाडीमा गयो भने चाहिँ 2-3 दिन लाग्छ काठमाडौँ पुग्नु चाहिँ गाइज त्यही हो लेट्स सी भोलि चाहिँ नुहाउनु सकिन्छ कि सकिँदैन भन्ने कुरो हो क्या न्यु इयर पनि हो अनि चिसो पानीले नुहाउनुपर्छ क्या तातो पानी आउँदैन नि त लोकल होटल हो फेरि 1 घन्टामा हाम्रो खाना रेडी हुन्छ त्यही सबैलाई होइन अनि यहाँबाट टक्क बुढाबुढी मान्छेहरूलाई चाहिँ बोक्न पनि फेसिलिटी थियो होइन भरियाहरू लाएर चट्ट लाएर हाउ पाथी लाएर भाग्यले हो क्या अनएक्सपेक्टेड प्लान हो क्या यो चाहिँ म अलिक प्रिपेरेसन गरेर आउँथेँ यस्तो जुत्ता लाएर आउँदैन थिएँ होइन त्यही हो आफ्नै गाडीमा नि यहाँसम्म आउनु पाइएन है ठिकै छ केही छैन अलिअलि सेक्रिफाइस चाहिँ गर्नुपर्छ माथि जान एकैचोटि कहाँ हुन्छ त होइन अलिकति हिँड्नु पऱ्यो टाक्क लाएर होइन त्यही हो लेट्स चाहिँ सबजना फर्किँदै भइसक्यो अघि हामी आउँदा अब हामी होटलमा आइसक्यौँ हाम्रो केही छैन होइन अब ट्याक्क लगाएर सिलङमा सुक्नु पर्ने हुन्छ खाना खाएर अनि भोलि हेरौँ लेट्स के हुन्छ गाइज नुहाउनु सकिन्छ कि सकिँदैन म भिडियो बनाइहाल्छु नि के छ भोलि चाहिँ न्यु इयर पनि हो च्याट लाएर यहाँ पनि लाली गुराँस रहेछ है ट्याक्क पाराले जाडो भइरहेको अब रुममा जानुहुन्छ हामीले 2 बजी हिँड्यौँ होइन यहाँबाट माथि फेरिबाट च्याट लाएर सब मान्छेहरू चाहिँ हिँड्छौँ हामीले मान्छेलाई भेट्नु पर्ने हुन्छ 2 बजी
ल्याएर छ फाइनली गएर माथिबाट माता देवीको मन्दिरमा आइसक्यौँ होइन त्यहाँ माइजी हामीसँग हिउँ सब परिरहेको रहेछ है माथि पनि ट्याक्क 3 बजी हिँडेको हामी ट्याक्क अहिले 5:30 जति भयो 3 घन्टा जति भनौँ न 3.5 घन्टा जति लाग्यो माइजीले सामान मिलाउँदै हुनुहुन्छ पूजाको च्याट्ट लाएर अनि उता माताको देवी मन्दिरको थियो होइन माताको मन्दिर थियो त्यहाँ च्याट्ट ल्याएर के भयो हाततिर गर्छ नि बिस्तारै कुन म खोलिदिन्छु कस्तो मजा आउने दुःख कष्ट गरेर आयो पूजाको सामान रेडी भइसक्यो होइन सट्ट रेडी हुँदैछ यो चाहिँ भवाल जमाएर चाहिँ पर्न त परे छैन अहिले है च्यालो भइसक्यो अहिले चाहिँ च्याटो लागेको पूजाको सामान मिलाउँदै माइजूहरू माइजू मामा बहिनी गाई सुरसुरी लुगालाई हाम्रो जिउ लगाइसक्यौँ है माइजूले बाँध्दै हिँड्छ पछाडि हामी टक्क ढोग्नु पनि हुन्छ त्यसपछि आरामले जाने हो अब त्यो तलको ठिक छ ल ठिक छ बोक्छ त हात फिराएर फेरि माइजूको चाहिँ निचारेकै छैन क्या निचार्छु के हो त्यो त यतिकै बाल्ने होइन त्यो भिजाउनुपर्छ यो चाहिँ निचार्नु पर्यो नि निचार्छ नि त हात छिरायो होला हजुर पाथिभरा माताको लाइन बस्नुपर्ने रहेछ है टक्क धेरै प्याक भएर नभए त अगाडि खुल्ला थियो यहाँ त गणेश मन्दिरहरू ढुङ्गा लाग्यो नि त्यही भएर हाम्रो माता त्यहाँ हुनुहुन्छ च्याटलाई म देखाएको छु मातालाई त यो भिडियो मसँग हुने टचमा हुनेहरूलाई केही नहोस् माता होइन अरू भने त्यही हो त यहाँ लाइन रहेछ लाइन सिस्टम यहाँबाट चाहिँ होइन त्यही हो त्यो गाइज यिनीहरू हेर्नु सक्छौँ हामी है कञ्चनजङ्घाहरूको एरिया चाहिँ होइन लाइन अहिले बढिसकेको छ चट्ट मान्छे ढोगिसक्यो हजुर पनि ढोग्योस् हजुरहरूको इच्छा पनि पुरा होस् भिडियो हेर्नु सबैको इच्छा पुरा होस् टाढैबाट भयो भने भिडियोबाट भयो भने ढोग्नु हजुरसँग नआउनु भएकोले नै होइन चट्ट अरू भने चाहिँ यो दुःख सुख आइयो माताकै अनुहार हेर्न मातालाई ढोग्नको लागि ढोगियो चट्ट लाएर सङ्घर्ष गरेर झर्नुपर्छ च्याटो माइजी आइसक्यो वाडा भ्यू हिउँ यहीँ हिउँ यस्तरी भइरहेको है सबजना लट्ठी हान्दै च्याटो लाएर हिउँ चाहिँ त्यही हो आइयो दर्शन गरियो जुराएको रहेछ होइन गाइज च्याट्ट हिउँ हेर्नु सक्छौँ माउमा अन्त हिउँ चाहिँ यस्तरी परेछ यस्तो हिजो परेको थियो नि त हिजो पानी परेको थियो नि त अब त घाम लागिरहेको ट्याक्क ला पऱ्यो दुईवटा जोडी पऱ्यो अनि च्याट्टो परेवा रहेछ है गाई अनि यहाँ चाहिँ बलि पनि चढाउनु हुँदो रहेछ है यहाँ चाहिँ तल हेरौँ न यहाँ सबैले यो छ भने आमा बाक्लो बाक्लो है रुखहरू पनि आमा हिमाल पनि पछाडि दामी छ है दामी
हिजो आएको भए चाहिँ हामीले हिउँ पर्थ्यो होइन, अहिले चाहिँ यहाँ ठ्याक्कै यस्तो मात्रै हेर्ने हो क्या हिउँको। अहिले आउँदा त मैले केही भिडियो नि खिच्नु, राति थियो नि त, अनि राति अँध्यारोमा के खिच्नु भन्दा अहिले जाँदा सब देखाउँछु म। डन्ट वरी गाइज। त्यो गाडी ढिलो आएको भए चाहिँ यसो लाइन बस्नु पर्थ्यो है अगाडि नै। अहिले लाइन अब बढ्दै बढ्दै जान्छ, मान्छेहरू आउँदै हिँड्छ नि त। ह्याप्पी न्यु इयर पनि हो, ह्याप्पी न्यु इयर सबैजनालाई। अनि अब चाहिँ हामी यहाँ लाग्नु पर्ने हुन्छ, छोटो छोटो भिडियो सिडियो बनाइसक्यो अलिकति होइन। अनि त्यही हो, ल म आउँछु ल, जानुपर्ने हुन्छ तल गएर। अब कहाँ अघि त्यो अँध्यारोमा कहाँ कहाँ भिडियो खिचाएको थिएन, त्यो भिडियो हजुरहरूलाई देखाउने छु। त्यही होला, बाई बाई माताजी। हिउँ त कति हो कति हिमाल हेर्न सक्छौँ हामी है, गाडी चलाएर। भोकै बरफ 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 माथि पनि तल पनि एउटा हाम्रो भरिया दाइलाई रेस्पेक्ट छ, फुल सलुट उहाँहरूले गर्दा आउनुभएको। यहाँ चाहिँ हामी अब खाजा खान्छौँ, हाम्रो खाना खाने प्लान थियो खासमा यहाँ। अब हामी चाहिँ उता माइजूकै बाबा भाटामा गएर खाने, यहाँबाट अब चाहिँ खाजा खाएर जाने होइन। भर्खर मान्छेहरू हिँड्दै खान्छ होइन, कतिखेर पनि यहाँबाट अझै 1.5-3 6.5 जस्तो लाग्छ होइन। अझै आउँदा मान्छेहरू है। हामी चाहिँ पहिलो फेरि आइसक्यौँ हाम्रो होटलमा होइन। यहाँबाट अब फेरि पहिलो फेरि चाहिँ हामी हिँड्नुपर्छ होइन, यो चाहिँ दोस्रो फेरि हो साथ। अनि पहिलो फेरि हिँड्नुपर्छ, त्यसपछि बुलेरोमा चढ्ने, अनि बाबा भाटामा ट्याक्क पुगेर उता माइजूको बाबा भाटामा मेरो बुवा भाटामा पुगेर त्यहाँको खाना खाने। त्यही होला गाइज, हामी चाहिँ आइसक्यौँ पाथिभारा टोकियो। त्यो ह्याप्पी न्यु इयर अल अफ यु है। गाइज हामी चाहिँ फाइनली सानो फेरि आयौँ। यहाँबाट अब टक्क बुलेरो कुन अगाडि छुट्टै चढ्ने, अनि त्यसपछि तल हाम्रै आफ्नै गाडी भाडामा पुगेर खाना खाने। भेट्छ लगाएर माइजूहरू चाहिँ इन्ट्री गर्दै हिँड्छौँ, मान्छेको नि इन्ट्री गर्नुपर्ने थियो यहाँ इन्ट्री गर्ने। अब बुलेरोमा जाने, ट्याक्क आधी घन्टा लाग्छ, के अरे 1 घन्टा जति लाग्छ अब यहाँबाट। अब आफ्नै गाडी फाइनली गाइस, फाइनली फाइनली जता लडे नि हुन्छ, यो चाहिँ लड्छ अरे मोबाइल ल्यायो नि सबैले। त्यहाँ कडाङ र गुडुङ गरेर यहाँ हड्डी हल्ले थियो। पानी खाँदैन अहिलेसम्म, अब खान्छ। सो गाइज फ्रेस खाना खाइयो श्रेष्ठ होटलमा होइन। अब गाडी चाहिँ यहाँ छ, छक्कनाएर अब सुत्यो नि उठ्यो नि, यो गाडीमा चट्ट रमाइलो गर्ने हो होइन। अहिलेको बोलेरोमा त क्या ल्याङस्याङ भइरहेको थियो। अब यहाँबाट चाहिँ झापा जान्छौँ, कतिखेर पुग्छौँ अपडेट त्यही हो। अब त्यही झापा पुगेपछि कति बजी पुगिन्छ हेर्छु होइन। पेट्रोल पम्पमा गाडी हालेर ढिक्क राखेको थिएँ, भ्लग बनिरहेछ के छ अरे, खै भने हेलो गाइस भने आज म सुतिरहेको छु भने त्यही भन्नु छ। चक्लेट खाइरहेको छु। सो गाइज अहिले चाहिँ हामी कन्याममा हो होइन। कन्याममा आज नयाँ वर्ष भएर यस्तो प्याक छ है, यस्तो फोटो खिच्न बस्छ हामी चाहिँ। कन्याममा प्याक छ आज चाहिँ, झलपल न्यु इयर हो नि त। अनि झापा पुग्न आँट्यौँ हामी चाहिँ, अब ट्याक्क आधी घन्टामा झापा पुग्छौँ। कन्याममा चलबल चिया बगान छ, चिया बगान छ यता चाहिँ साइडमा होइन। यहाँ चाहिँ प्याकै प्याक छ, पुरै प्याक ट्याक्क। मामाहरू यहाँ हिँड्छ, मामा माइजू। अनि अब गाडीमा जानु हुन्छ, हाम्रो गाडी चाहिँ अगाडि छ है गाइज। यहाँ चाहिँ घोडा पनि छ है गाइज, घोडा है। टलार कन्याम भन्ने रहेछ यो चाहिँ ठाउँ होइन। यो माथि देखिरहेको चाहिँ सब चिया बगान है। त्यसको तल पनि चिया बगान छ चट्ट लाएर। अनि त्यो राइट नाउ गाइज त्यही घोडा हेर्नु, आज रमाइलो छु। यहाँ टिकटक भइरहेको त्यहाँनिर नाच्ने होइन, त्यही घुम्नेवाला रहेछ क्या, घुम्नेवाला टिकटक, मोबाइल घुम्नेवाला, पैसा पर्ने होला त्यसको नि होइन। हाम्रो गाडी चाहिँ अगाडि छ चट्ट। ल त्यही हो गाइज। झापाले चलबाट
कुन ठाउँ रे माइजी मिठो भयो पकाएर कुन ठाउँ रे जयपुर जयपुर जयपुरमा माइजीले 1 किलो चरपटी खुवाउनुलाई छ लेट्स सी के हुन्छ कस्तो हुन्छ टेस्ट माइजीले मलाई यहाँ गाडी रोकेर चाख्नु लागि